यो चाहिँ अब धेरै अगाडि बनेको कारणले अब यो फुटपाथहरू नि खासै ठुलो त छैन होइन। कुनै ठाउँमा त्यहाँ फुटपाथै छैन क्या। अब रोड एक्सिडेन्ट गर्न मिलेन होइन। नमिलेपछि त भनेर घरहरू बना हुन्छ। अब कि त अब केटिएमले जस्तो हाम्रो काठमाडौँले जस्तो घर खाएर गर्नुपर्ने त अलिकति सम्भव पनि छैन होइन। नभएपछि अब त्यस्तो छ होइन। फुटपाथ नि खासै छैन हेर्नु। अब घाँसहरू यस्तो हुँदैन छ। अब म एउटा कुरा भन्छु होइन, हामी 2.5 वर्ष आउँदाखेरि होइन, हामी त बसेको ठाउँहरूतिर मान्छे नि त्यति नहिँड्ने होइन, पुरै घाँस उम्रेको त्यस्तो हुन्थ्यो क्या। अहिले अब यो कस्तो भने 2.5 वर्षको अन्तरमा यिनीहरूले धेरै विकास गरिसक्यो क्या यहाँनिर। त्यहीबाट नि हेर्छु होइन, 2.5 वर्षको उसमा अहिले हामी बस्ने एरियातिर त्यति मान्छे नदेखिने क्या। मान्छे नै नदेख्ने यसो फाटाफुट। अहिले मान्छे जता हिँड्यो मान्छे क्या। त्यस्तो भरिसक्यो। अनि प्लस अब रोडहरू नि त्यस्तो राम्रो थिएन होइन। अनि अहिले रोडहरू नि यिनीहरूले धेरै विकास गरेर चाहिँ दामी बनाइसक्यो क्या। अनि आज चाहिँ अब यस्तो हो, मेरो काम थिएन। अनि अब यो भ्लगिङहरू मोटो भ्लगिङ गर्ने त मलाई अब लगभग 7-8 वर्ष अगाडिदेखि नै इन्ट्रेस्ट हो होइन। नेपालमा हुँदा नि हल्का गरेँ होइन। तर अब कस्तो भने कन्टिन्यू गर्न पाएन। अब गर्न लगाएको थिएँ 6-7 महिनापछि यताको भिजा लाग्यो। त्यसपछि यता छोडिदियो। अनि यता आएपछि अलिअलि यसो सुरुमा अब काम नहुँदाखेरि बनाउन लाग्यो होइन। अनि पछि काम हुँदै गएपछि 2टा काम गर्न लागेपछि यताउता त्यो टाइमै नहुने क्या। यसलाई त कस्तो भने एकदम फ्री टाइम होइन, आनन्दले क्या, केही कुराको नहुने। अनि म ल आज चाहिँ भ्लग बनाउँछु भन्ने हिसाबले फ्री तरिकाले हिँडेर बनाउने। यो बनाउनलाई नि एकदम झ्याउ छ क्या। हेर्ने मान्छेलाई चाहिँ सजिलो लाग्छ होइन। कहिले कहाँ सेटअप बिग्रिन्छ के हुन्छ होइन, झ्याउ छ क्या बनाउनलाई। अनि मैले आज चाहिँ लङ टाइम पछि अब कामसाम नभएर चाहिँ यसो बनाइदिउँ न होइन।